यो अहिले जो केटीहरूको गुन्यु चोलो हुँदैछ यसकै आमाको गुन्यु चोलो हो यो गुन्यु चोलो हुँदाखेरि उसको उमेर 9 वर्षको रहेछ होइन आज छोरी चाहिँ 10 पुगेर 11 वर्ष सुरु भयो त्यतिखेर गुन्यु चोलामा बस्ने आमा चाहिँ मै हो आमा चाहिँ मै हो अब यो 9 वर्षको गुन्यु चोलोको पिक्चर तर छोरी चाहिँ अहिले 10 पुगेर 11 वर्षमा पुग्दैछन् होइन यो अनि मैले जलास सम्झेर कान्छे छ 5 पुगेर 6 वर्ष यो बडा ऐतिहासिक फोटो भेट्यो यो ऐतिहासिक फोटो राखेर हामीले सामान्य गरियो अब यस्तो छ अब यो यस्तो केटी होइन कहाँबाट म जस्तो केटा बिहे भएर यता सासूले रोजेको दुईटा सन्तान भएर यस्तो अचम्मको कुरा छ होइन मेरो अप्सरा जस्ता नातिनी पाइदिएको मेरो छोरी ज्वाइँलाई यो फोटो आज म त बिर्सेको थिएँ बाबाले सम्झाउनु भयो यो होइन यो ऐतिहासिक फोटो आज मलाई एकदम खुसी लाग्यो र यो डेज यो चोली गुन्यु अझै पनि मसँग छ त्यो भएकोले गर्दा झन् म त्यो मेमोरीलाई पनि मैले रिकल गरेँ यो र अहिले मैले सीतापुरीको घर एकदम मिस गरिरहेको छु जुन घरमा हामी जन्म्यौँ हुर्क्यौँ खेल्यौँ थ्याङ्क यू सो मच थ्याङ्क यू बाबा थ्याङ्क यू